होइन, विदेशमा त पैसाको बोट छ कि क्या हो। टप टप टिप्यो अनि बोराका बोरा खाँदेर नेपालको बैङ्कको खातामा पठायो। नेपालको आफन्तहरूले यस्तै सोच्नुहुन्छ कि दुःखै नगरिकन आनन्दले कति धेरै पैसा कमाएको छ जस्तै गरी माग्नुहुन्छ। अनि अहिले छैन भन्नुपर्छ, उहाँहरूकै ठुलो चाहनुहुन्छ। खाइदेला जस्तै गरी त्यति पैसा नि पत्याएन अरे। यत्रो वर्ष कमाएको पैसा ब्याङ्कमा ठपक्क रहेको छ, दिनुपर्छ भनेर छैन अरे। कति सजिलो नेपालबाट पैसा माग्नलाई। अनि दियो माग्दाखेरि सम्बन्ध बिग्रन्छ कि भन्ने डर, अनि नदियो फेरि दिएन भन्दै गाउँभरि कुरा काट्दै। कति सजिलो। अनि त्यो पनि त्यही पैसा चाहिएको बेला मात्रै कल आउँछ, अघि पछि कहिले याद आउँदैन। सन्च बिसन्च के छ भनेर कहिले पनि कल आउँदैन। अनि ठाउँमा छस्, दुःख गरेको छस्, पहिला तैँले तेरो व्यवस्था बना है भनेर कसैबाट सुन्न पाइँदैन। त्यति सजिलो छैन हो विदेशमा पैसा कमाउनलाई। घर परिवार, चाडपर्व, निद्रा, थकानलाई पर राखेर धेरै सङ्घर्ष गर्नुपर्छ विदेशमा पैसा कमाउनलाई।